नेपाल भारत सीमा क्षेत्रमा मैत्रिक तथा संयुक्त गस्ती र मर्मत कार्य सम्पन्न। ताप्लेजुङ र सिक्किमस्थित नेपाल भारत सीमा क्षेत्रमा मैत्रिक तथा संयुक्त गस्ती अनुगमन र मर्मत कार्य सम्पन्न गरिएको सूत्रबाट थाहा लागेको छ। प्रमुख जिल्ला अधिकारी सिडिओ शिवराज सिढाईको नेतृत्वमा रहेको नेपाली टोली तथा नेपाली र भारतीय सुरक्षाकर्मीको एक टोलीले सिदिङवा 1 र सिरिजङ्गा 8 को दिम्बुङ पोखरी क्षेत्र र सिक्किमको गेजिङ जिल्ला अधीनस्थ पर्ने लामपोखरी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरे। शनिबारको उक्त कार्यका क्रममा नेपालको सशस्त्र प्रहरी बल एपीएफ र भारतको सशस्त्र सीमा बल एसएसबीले संयुक्त गस्ती गर्नुका साथै क्षतिग्रस्त सीमास्तम्भहरूको मर्मत गरे। गुल्मपति एवं प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा रहेको एपीएफ युनिट 1 गुल्मले 10 गजा क्षेत्रमा सरसफाई अभियान पनि चलाए। एपीएफ युनिट 1 गुल्म मुख्यालय ताप्लेजुङद्वारा समन्वय गरिएको यस संयुक्त गतिविधिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरू सहभागी थिए। सिडिओ सिढाईले यस्ता सहयोगात्मक प्रयासहरूले सीमा सुरक्षालाई सुदृढ पार्ने, पारदर्शिता कायम गर्ने र नेपाल तथा भारत बीचको आपसी विश्वासलाई अझ मजबुत बनाउने छ भनेर बताए। स्थानीय अधिकारी र सुरक्षा निकायहरूले उक्त कार्यलाई दिगो सीमा व्यवस्थापनतर्फको एउटा मुख्य कदमको रूपमा स्वागत गरेका छन्।